नमस्कार सबैजनालाई। सो आज हामी प्रोजेक्ट प्लानिङ एन्ड कन्ट्रोलको बारेमा अलिकति ब्रिफिङ गर्ने कोसिस गर्छौँ र यसको लागि युज हुने इन्डस्ट्री स्ट्यान्डर्ड टुलहरू के छन्। बेसिकली प्राइमेभेरा, माइक्रोसफ्ट प्रोजेक्ट, देयर आर सेभरल टुल्स। सो त्यो मध्ये मोस्ट रिगार्डेड टुल प्राइमेभेराको अलिकति होलिस्टिक ब्रिफिङ पनि हामीले ब्रिफिङ गर्ने कोसिस गर्छौँ। बेसिकली हाम्रो यो कोर्स तपाईँहरूले लिनुभयो भने यसको बेसिक अब्जेक्टिभ भनेको चाहिँ नि वाट एभर मे बी द टाइप्स अफ द प्रोजेक्ट, आइदर इट बी इन्डस्ट्रियल प्रोजेक्ट्स अर म्यानुफ्याक्चरिङ अर लार्ज इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स अर रियल इस्टेट प्रोजेक्ट्स, त्यसको प्रोजेक्ट प्लानिङै रहन्छ। प्रोजेक्ट प्लानिङमा पनि के गर्ने त प्लानिङमा भन्दाखेरि टाइमको प्लानिङ गर्ने र कस्टको प्लानिङ गर्ने। कस्टको प्लानिङ गर्नको लागि तपाईँलाई अब्भियसली चाहिने चिज भनेको रिसोर्स हो, रिसोर्सको प्लानिङ गर्नु। सेकेन्ड, प्रोजेक्ट कन्ट्रोल। प्लानिङ गरिसकेपछि the most important thing that we need to have in the project is the project control हो। त्यो प्रोजेक्ट कन्ट्रोल गर्नको लागि हामीसँग जरुरी पर्ने अर्को एउटा इम्पोर्टेन्ट चिज भनेको प्रोजेक्टको इन्फर्मेसन हो। त्यो इन्फर्मेसनलाई सिक्वेन्सियल्ली, सिलसिलावार तरिकाले र इन्डस्ट्रीले रिकग्नाइज गर्ने तरिकाले हामीले कन्ट्रोलिङका एस्पेक्टहरू, प्रोग्रेस अपडेटहरू हामी चाहिँ नि सफ्टवेयर मार्फत गर्ने कोसिस गर्न सक्छौँ। र त्यसपछि थर्ड भनेको इफ प्रोजेक्ट आर अन ट्र्याक, ओके, तर ट्र्याकभन्दा डिरेल भएको छ भने त्यो डिरेल भएकोमा कति डिरेल भयो, कति डिले चाहिँ नि भयो, त्यो डिलेको हु इज एट्रिब्युटेबल फर हार्ट, त्यस्ता किसिमका डिले एनालाइसिसहरू पनि हामी बेसिकल्ली यो प्रोजेक्ट प्लानिङ सफ्टवेयर प्राइमेभेरा युज गरेर गर्छौँ। बेसिकल्ली मैले अहिले फेरि पनि भने हाम्रो होलिस्टिक रूपमा हेर्ने हो भने प्लानिङ, मोनिटरिङ र एनालिसिस, त्यो मेजर पार्टहरू हामी गर्छौँ। यसमा अलिकति अगाडि बढौँ। यसमा चाहिँ नि सेड्युलिङको इम्पोर्टेन्स कन्स्ट्रक्सन प्रोजेक्टमा यो मैले भनिरहनु परेन। जस्ट किप नोट डाउन अन दिस थिङ द्याट दिस इज गार्बेज इन एन्ड गार्बेज आउट। हामीले जस्तो किसिमको फिड इनपुट दिन्छौँ त्यस्तै किसिमको हामीले चाहिँ नि आउटपुट पाउँछौँ। त्यसको लागि फिड इन गर्नको लागि हामीसँग प्रोजेक्टको राम्रो नलेज भएको हुनुपर्छ। साथसाथै त्यसलाई रिप्रेजेन्ट गर्नको लागि हामीसँग टुलको पनि अथवा प्राइमेभेरा अथवा माइक्रोसफ्ट प्रोजेक्ट, हामी बेसिकली यहाँ प्राइमेभेराको कुरा गर्छौँ, प्राइमेभेराको पनि राम्रो नलेज हुनुपर्छ। त्यसपछि प्रोजेक्ट कन्ट्रोल साइकल हो। यो नेभर एन्डिङ प्रोसेस हो। हामी बेसलाइन क्रिएट गर्छौँ, मेजर गर्छौँ, एनालाइज गर्छौँ, फेरि करेक्ट गर्छौँ, फेरि बेसलाइन बनाउँछौँ। यो नन स्टप अनवरत रूपमा चलिरहने चिज हो। यही मैले यहाँ देखाउन खोजेँ। अब नेक्स्ट हामीले बेसिकली धेरै स्ट्यान्डर्डहरू युज गर्छौँ प्रोजेक्ट म्यानेजमेन्टको लागि। त्यसमा इन्डियन स्ट्यान्डर्डका केही गाइडलाइनहरू पनि छन् जुन चाहिँ हामी हेर्छौँ। र प्रोजेक्टको लाइफ साइकलहरू, एभ्री प्रोजेक्टको लाइफ साइकल हुन्छ एन्ड सो इज द केस विथ कन्स्ट्रक्सन प्रोजेक्ट अल्सो। कन्स्ट्रक्सन प्रोजेक्टको लाइफ साइकलमा बेसिकली फ्रम इन्सेप्सन टिल द इन्ड अफ द प्रोजेक्ट विभिन्न फेजहरू आउँछन्। त्यो विभिन्न फेजहरूलाई प्रपरली प्लानिङ गर्नको लागि, डब्लुबिएसवाई सिक्वेन्सियली प्लानिङ गर्नको लागि हामीले चाहिँ कसरी सफ्टवेयर चलाउने त्यो बारेमा पनि हामी सिक्छौँ। त्यसको लागि हामीले बेसिकली सिपिएम युज गर्छौँ। सिपिएम भनेको क्रिटिकल पाथ मेथड युज गरेर हामी चाहिँ प्रोजेक्ट प्लानिङहरू गर्छौँ। प्लानिङकोमा अब तपाईँलाई बेसिक अफ सिपिएम सेड्युलिङमा यो चाहिँ जेनरली 1958मा सुरु भएर आजसम्म आइसक्दाखेरि कन्स्ट्रक्सन इन्डस्ट्रीले रिकग्नाइज गरेको एउटा टुल, के अरे ग्यान्ट चार्ट भनेको एउटा टुल हो। त्यसको लागि हामीले बेसिकली फेरि पनि भने मैले ओराकल प्राइमेभेरा, ओराकलको प्राइमेभेरा र माइक्रोसफ्टको प्रोजेक्ट मध्ये जुन पनि युज गर्न सक्छौँ। तर ओराकलको प्राइमेभेरा यो मानेमा मोस्ट रिगार्डेड छ किनकि यसले चाहिँ कन्स्ट्रक्सन प्रोजेक्टहरूमा जहाँ चाहिँ हेभी इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरूमा जहाँ चाहिँ धेरै इन्टरफेसहरू हुन्छ, मल्टिपल स्टेक होल्डरहरू हुन्छ, त्यसमा चाहिँ प्राइमेभेरा मोस्ट बेस्ट भनिएको छ। साथसाथै माइक्रोसफ्ट प्रोजेक्टको पनि आफ्नै ब्युटी छ। यो चाहिँ सिम्पली मोर सिम्पलर प्रोजेक्टहरूमा, डेभलपमेन्ट प्रोजेक्टहरूमा यो चाहिँ बढी इफेक्टिभ मानिएको छ। अब प्राइमेभेराको बारेमा ब्रिफ ओभरभ्यू दिनलाई, यो ओराकलको प्रडक्ट हो। यो चाहिँ इन्टिग्रेटेड प्रोजेक्ट पोर्टफोलियो म्यानेजमेन्ट, ओन्ली प्रोजेक्टको मात्र होइन, इन्टिग्रेटेड प्रोजेक्ट पोर्टफोलियो म्यानेज हो। हामीले चाहिँ मल्टिपल प्रोजेक्टहरूलाई एकैचोटि एउटै बास्केटमा राखेर हेर्न सक्छौँ। प्राइमेभेराको अझै डिटेलमा भन्नुपर्दाखेरि हामीले विभिन्न स्ट्रक्चरली हामीले 6वटा स्ट्रक्चरमा ब्रेकडाउन गर्छौँ हाम्रो सेसनलाई। यसको ओभरभ्यू, कसरी प्रोजेक्टहरूलाई स्ट्रक्चर गर्ने, सेड्युललाई कसरी इम्प्लिमेन्ट गर्ने, त्यो सेड्युललाई म्यानेज कसरी गर्ने, प्रोजेक्टलाई कसरी कस्टमाइज गर्ने,
त्यसपछि अरूबाट एक्सपोर्ट गर्ने अथवा अन्यतिर इम्पोर्ट गर्ने कसरी, अनि त्यसपछि डिले एनालाइसिसको विशेष गरेर मैले चाहिँ 6वटा पार्टमा यो ट्रेनिङलाई विभाजन गरेको छु। स्पेसली प्रोजेक्ट सफ्टवेयरको ओभरभ्यू र कन्फिगुरेसन, यसलाई हाम्रो इन्स्टल गर्ने तरिकाहरू। सेकेन्ड हेर्नु पर्दाखेरि प्रोजेक्टलाई कसरी स्ट्रक्चर गर्ने, प्रोजेक्टका डब्लुबिएसहरू कसरी क्रिएट गर्ने, प्रोजेक्टका एक्टिभिटीहरू कसरी क्रिएट गर्ने, त्यसपछि त्यो सेड्युललाई इम्प्लिमेन्ट गर्ने विभिन्न तरिका तथा चरणहरू छन्। त्यसपछि त्यो सेड्युललाई म्यानेज कसरी गर्ने त्यो पनि हामी हेर्छौँ, कस्टमाइज गर्ने र अभियसली एक्सपोर्ट इम्पोर्ट गर्ने टु एन्ड फ्रम अदर सफ्टवेयर्स लाइक एमएसपी अर माइक्रोसफ्ट एक्सेल अर अदर सफ्टवेयर्स, त्यो कुराहरू हामी हेर्छौँ। र यो चिजहरू बाहेक अर्को एउटा मोस्ट इम्पोर्टेन्ट चिज हामीले भुल्न नहुने भनेको डिलेको एनालिसिस होइन। डिलेको एनालिसिस गर्छौँ, डिले सिग्रिगेट गरेर एनालाइसिस गर्ने पाटोहरू पनि हामी सबै हेर्छौँ। यो एउटा सामान्य एउटा इन्टरफेस हो प्रोजेक्ट प्लानिङको, जुन मैले तपाईँहरूलाई स्याम्पलको रूपमा यहाँ देखाएँ। रिसोर्सको हिस्टोग्रामहरू बनाएको एउटा सामान्य इन्टरफेसहरू मैले यो चाहिँ तपाईँहरूलाई देखाउन खोजेको छु। अब नेक्स्ट भनेको प्रोजेक्ट सेड्युलिङको बारेमा अलिकति भन्नुपर्दा, सेड्युलिङ इम्पोर्टेन्ट छ नट फर हाम्रो प्रोजेक्टलाई प्रपर रूपमा अगाडि बढाउनलाई, हाम्रो संस्थालाई मात्र, हामी जुन संस्थामा काम गर्छौँ त्यो संस्थाको प्रयोजनको लागि मात्र होइन, बट देयर आर मल्टिपल सेक्टर्स स्टेक होल्डर्स हु आर इन्भल्भिङ इन द प्रोजेक्ट। त्यसमा चाहिँ नि सबै पार्टीले चाहिँ नि कमन फुटिङमा एउटा अन्डरस्ट्यान्डिङमा यति काम गर्नुपर्छ भनेर जुन चाहिँ अग्रिड सेड्युल हुन्छ, त्यसको लागि पनि प्रोजेक्ट प्लानिङ एकदम इम्पोर्टेन्ट छ। र यो कुरालाई चाहिँ यहाँ फेरि पनि तपाईँहरूलाई मैले स्मरण गराउन चाहेँ। यसलाई सबै जसो संस्था या भनौँ डकुमेन्टहरूले चाहिँ नि यसलाई रिकगनाइज गरेको छ, लाइक इन्डियन स्ट्यान्डर्डले अथवा भनौँ तपाईँको सोसाइटी अफ कन्स्ट्रक्सन लले, अरू त्योभन्दा पनि मोस्ट इम्पोर्टेन्टली फिडिकले, हाम्रो स्ट्यान्डर्ड पिपिएमओको स्ट्यान्डर्ड बिट डकुमेन्टले, र त्यो बाहेक मैले यहाँ उल्लेख नगरेको वर्ल्ड ब्याङ्कले, एडिबीले, सबैले प्रोजेक्ट प्लानिङलाई इक्वली इम्पोर्टेन्स दिएको छ। हो त्यो भएर पनि हाम्रो एउटा चाहिँ यो प्राइमेभेरामा सेड्युल बनाउने हाम्रो आफ्नो पर्पजको लागि फर द प्रोजेक्ट प्लानिङ, प्रपर प्लानिङ एउटा पार्ट हो। र त्यसपछि कन्ट्र्याक्चुअल सेड्युल बनाउन, यो चाहिँ कन्ट्र्याक्चुअल अब्लिगेसन पनि हुन्छ, जहाँ चाहिँ ठुला प्रोजेक्टहरू हुन्छन्, त्यसको लागि पनि हामीले प्रोजेक्ट प्लानिङ आइदर बाई प्राइमेभेरा अर एमएसपी गर्नुपर्ने हुन्छ। एन्ड वी रिकमेन्ड प्राइमेभेरा मोस्टली फर इन्फ्रास्ट्रक्चर प्रोजेक्ट। सो त्यसपछि मैले डिलेको बारेमा पनि अलिकति यहाँ उल्लेख गरेको छु, सबै कुरा त यहाँ अहिले भन्न सम्भव भएन। सो यो डिलेको पार्टमा पनि हामी चाहिँ नि केही न केही एनालाइसिस गर्ने हामी कोसिस गर्छौँ। यसरी हामीले प्राइमेभेरा सफ्टवेयर युज गरेर, फेरि पनि म ब्याक गरेर तपाईँहरूलाई देखाउँछु, हामीले मेजर अब्जेक्टिभहरू प्रोजेक्ट प्लानिङ गरेको चिज ट्र्याक गर्ने। सो आइदर वी आर अन द ट्र्याक अर वी हेभ बिन डिरेल्ड फ्रम द ट्र्याक। र डिरेल भएको छौँ भने हामी कति डिरेल भयो, कति चाहिँ नि त्यो डिरेल हुँदाखेरि हाम्रो डिले कति भयो, त्यो कुराहरू हेर्ने र डिलेको एनालिसिस गर्ने, हु इज एट्रिब्युटेबल फर वाट, सिग्रिगेट गरेर एनालाइसिस गर्ने पार्टहरू। यो चाहिँ नि प्रोजेक्ट प्लानिङको मेजर पार्टहरू हामी चाहिँ नि यो सफ्टवेयर युज गरेर हामी गर्न सक्छौँ। हस्, धन्यवाद सबैजनालाई।